Hello and welcome everyone to the class 12 computer science fixed question या exam based question भन्न पनि सक्छौं हामीले तपाईहरुलाई हामी यस ज्ञान यात्रा युट्युब च्यानलमा स्वागत गर्न चाहन्छौं हामी आजको क्लासमा कम्प्युटर साइन्सको फिक्स्ड क्वेशन 2083 बेस्डमा पढ्ने छौं हामीले फिक्स्ड क्वेशन या इम्पोर्टेन्ट क्वेशनमा जानुभन्दा अगाडि हामीले क्वेशन प्याटर्न हेर्न जरुरी छ हाम्रो क्वेशन चाहिँ 50 मार्क्सको आउने गर्दछ यसमा पास मार्क्सको लागि 18 ल्याउनु पर्ने छ र हामीले नर्मली 16 17 ल्यायौं भने पनि त्यो चाहिँ टिचरको हातमा नर्मली रहने गर्दछ पास बनाउने या फेल बनाउने भनेर चाहिँ हाम्रो जसले चेक गर्नुहुन्छ उहाँलाई थाहा हुन्छ हाम्रो क्वेशन प्याटर्न चाहिँ हामीले अब यस प्रकारले हेर्न सक्छौं यहाँ एसएन भनेर दिएको छ यहाँ च्याप्टर यहाँ एमसीक्यू यहाँ सर्ट क्वेशन र यहाँ लङ क्वेशन छ डीबीएमएस सेकेन्ड हाम्रो फर्स्ट च्याप्टर डीबीएमएस डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेर रहेको छ यसबाट हाम्रो एमसीक्यू यानी कि अब्जेक्टिभ क्वेशन चाहिँ तीनवटा आउने गर्दछ यसमा सर्ट क्वेशन 5 मार्क्स गोटाको एउटा आउने गर्दछ यसबाट लङ क्वेशन आउँदैन जम्मा जम्मी हाम्रो 8 मार्क्सको आउने गर्दछ अर्को छ हाम्रो डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ भन्ने छ हाम्रो च्याप्टर 2 मा यसबाट हाम्रो मेन एमसीक्यू एउटा मात्र आउने गर्दछ र लङ क्वेशन एउटा मात्र आउने गर्दछ यसरी यसको 9 मार्क्सको सेकेन्ड च्याप्टरबाट आउने गर्दछ थर्ड च्याप्टरबाट यानी कि वेब टेक्नोलोजी 2 बाट तीनवटा एमसीक्यू एउटा सर्ट क्वेशन गरेर 8 मार्क्सको आउने गर्दछ प्रोग्रामिङ इन सी बाट च्याप्टर 4 बाट एउटा मात्र प्रोग्रामिङ लेख्ने या प्रोग्रामिङ सी च्याप्टरको कुनै टपिकबाट चाहिँ 8 मार्क्स गोटाको आउने गर्दछ यानी कि च्याप्टर 5 मा रहेको छ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ओपीपी भनेर रहेको छ यसबाट हाम्रो एमसीक्यू एउटा मात्र आउने गर्दछ र सर्ट क्वेशन एउटा मात्र आउने गर्दछ यसरी हाम्रो यसबाट लङ क्वेशन नआउने कारणले यसबाट 6 मार्क्सको मात्र आउने गर्दछ सफ्टवेयर प्रोग्रेस मोडल भनेर एसपीएम भन्ने छ यसबाट एउटा हाम्रो एमसीक्यू आउँछ एउटा सर्ट क्वेशन आउँछ यसरी 6 मार्क्सको क्वेशन हाम्रो सफ्टवेयर प्रोसेस मोडलबाट आउने गर्छ र रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजी लास्ट च्याप्टरबाट हाम्रो जम्मा जम्मी एउटा 5 मार्क्सको सर्ट क्वेशन आउँछ र एकदमै सजिलो छ र फिक्स क्वेशन टाइपकै छ जम्मा जम्मी 5 मार्क्सको आउने गर्दछ यसरी हाम्रो टोटलमा रहेको छ एमसीक्यू 9 वटा 9 मार्क्सको आउँछ सर्ट क्वेशन 5 वटा आउँछ 25 मार्क्सको आउँछ लङ क्वेशन दुईटा आउँछ 8 मार्क्सको आउँछ हाम्रो यसरी 50 मार्क्सको टोटल आउने गर्दछ च्याप्टर 1 मा रहेको छ हाम्रो डीबीएमएस बाट हाम्रो के आउँछ भन्दाखेरि इम्पोर्टेन्ट के छ भन्दा सेन्ट्रलाइज्ड र डिसेन्ट्रलाइज्ड डाटाबेस म्यानेजमेन्ट सिस्टम यसबाट अलिकति इम्पोर्टेन्ट भनेको यो सेन्ट्रलाइज्ड एन्ड डिसेन्ट्रलाइज्ड डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेर नर्मली आइरहेको हुन्छ कस्तो क्वेशनबाट आउँछ भने हामीले बैंकिङ सेक्टरमा चाहिँ सेन्ट्रलाइज्ड र डिसेन्ट्रलाइज्ड मा चाहिँ कुन डाटाबेस म्यानेजमेन्ट सिस्टम चाहिँ प्रयोग गर्छौं र किन चाहिँ इम्पोर्टेन्ट छ त्यो डाटाबेस सिस्टम त्यहाँ प्रयोग गर्न भनेर नर्मली सोधिरहेको हुन्छ त्यो याद गर्नुपर्ने हुन्छ र हाम्रो नर्मलाइजेसनको फर्स्ट एनएफ सेकेन्ड एनएफ र थर्ड एनएफ चाहिँ भेरी इम्पोर्टेन्ट रहेको छ र डिफरेन्ट डाटाबेस मोडल पनि हाम्रो इम्पोर्टेन्ट रहेको छ नर्मली यसबाट फिक्स भनेको सेन्ट्रलाइज एन्ड डिसेन्ट्रलाइज रहेको छ अनि नर्मलाइजेसनको अनि डाटाबेस एडमिनिस्ट्रेटरको रुल्स एन्ड रेस्पोन्सिबिलिटिज पनि हेर्नुपर्ने हुन्छ नर्मली हामीले मोडल क्वेशनमा नदेखे तापनि यो चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ र अर्को हाम्रो भेरी इम्पोर्टेन्ट भनेको चाहिँ हाम्रो यो डीएमएल र डीडीएल रहेको छ डीएमएल र डीडीएल को चाहिँ डिफरेन्स बिट्विनहरु पनि सोधिरहेको हुन्छ डिफरेन्स बिट्विनहरु चाहिँ मजाले हेर्यो भने यसको डेफिनेसनहरु एकाइ गरी केही सोधिहाल्यो भने पनि हामीलाई एकदमै सजिलो हुनेवाला छ है त अनि हामीले नर्मली हेर्नुपर्ने डाटा म्यानेजमेन्ट सिस्टमबाट पनि ईआर डायग्राम विथ एक्जाम्पल पनि हेर्नुपर्ने हुन्छ कहिलेकाहीँ सोधिरहेको हुन्छ इम्पोर्टेन्ट हुन्छ है त यसैगरी हाम्रो सेकेन्ड च्याप्टर छ सेकेन्ड च्याप्टरमा इम्पोर्टेन्ट हेर्नुपर्ने भनेको डिफरेन्ट नेटवर्क टोपोलोजी चाहिँ भेरी इम्पोर्टेन्ट क्वेशन हो नर्मली हामीलाई सोधिरहेको हुन्छ डिफरेन्ट नेटवर्क टोपोलोजी भनेको बस टोपोलोजी स्टार टोपोलोजीहरु भनेर सोधिरहेको हुन्छ त्यसको एक्सप्लेनेसन 5 मार्क्समा सोधिरहेको हुन्छ है त डिफरेन्ट टाइप अफ कम्युनिकेसन मिडिया पनि सोधिरहेको हुन्छ वायर्ड वायरलेस बाउन्डेड अनबाउन्डेड गाइडेड अनगाइडेड नेटवर्क भनेर पनि सोधिरहेको हुन्छ यो पनि इम्पोर्टेन्ट हो हाम्रो डी नम्बरमा सिम्प्लेक्स हाफ डुप्लेक्स र फुल डुप्लेक्स दिएको छ यो पनि नर्मली हेरेर जाने ओएसआई ओआइएस मोडल
पनि ओएसआई मोडल अफ नेटवर्किङ पनि इम्पोर्टेन्ट नै रहेको छ, यो पनि हेर्ने। अनि अन द बेसिस अफ नेटवर्क यो पनि इम्पोर्टेन्ट छ। यसमा चाहिँ टाइप अफ नेटवर्क इम्पोर्टेन्ट छ। अन द बेसिस अफ जियोग्राफिकल एरिया भनेको ल्यान्ड, मेन र वेन भनेर छ नि हाम्रो लोकल एरिया नेटवर्क, मेट्रोपोलिटन एरिया नेटवर्क र वाइड एरिया नेटवर्क भनेर दिएको छ, यो पनि हेर्ने। अनि नेटवर्क आर्किटेक्चर पनि हल्का हेरेर जाँदा हुन्छ। अनि हाम्रो च्याप्टर 3 रहेको छ। च्याप्टर 3 बाट हाम्रो डाटाबेस कनेक्सन मेथड इन PHP भनेर छ। यो हल्का मेथड हेरेर जाने। हामीले अलिकति पास हुने बेसले हेर्ने हो भने चाहिँ अब हामीले यसबाट हामीले हेर्ने भनेको जाभा स्क्रिप्ट 5 मार्क्सको लागि नर्मल्ली हाम्रो पवाले मार्क्सले हुन्छ भने चाहिँ यो टपिकहरू चाहिँ छुटाउनु हुँदैन है त। डिफरेन्स बिट्विन क्लाइन्ट सर्भर स्क्रिप्टिङ एन्ड सर्भर साइड स्क्रिप्टिङ भनेर चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो। यो चाहिँ डिफरेन्स बिट्विन चाहिँ एकदमै आइरहेको हुन्छ, कहिलेकाहीँ 5 मार्क्समा नर्मली आइरहेको हुन्छ। डिफ्रेन्ट टाइप अफ डाटा टाइप युज इन जाभा स्क्रिप्टमा चाहिँ यो पनि नर्मली अब जान्नै पर्यो हामीले जाभा स्क्रिप्ट जानेपछि। अनि यो चाहिँ हल्का चाहिँ अब्जेक्टिभ बेस्ड पनि हो, अब्जेक्टिभमा सोधिरहेको हुन्छ। डिफ्रेन्ट अपरेटर युज इन PHP एन्ड जाभा स्क्रिप्ट भनेर यो PHPको प्रोग्रामहरू चाहिँ हल्का हेरेर जाने। यो चाहिँ जाभा स्क्रिप्टको अर क्वेसनमा आउने गर्दछ। डिफ्रेन्स जाभा स्क्रिप्ट हेर्नु परिहाल्यो। जाभा स्क्रिप्ट भनेको त्यस्तो भास्ट कुराहरू यसमा केही पनि सोधिँदैन। यसमा एभरेज अफ 3 नम्बर, स्मलेस्ट एमङ 3 नम्बर या फ्याक्टोरियल फ्याक्टर्सहरू सोधिरहेको हुन्छ। यसै गरी हाम्रो च्याप्टर 4 मा रहेको छ डाटा टाइप युज इन सी। सी को मतलब सी प्रोग्राम है त। डाटा टाइप चाहिँ कस्तो युज हुन्छ सी प्रोग्राममा, यो नर्मली सी प्रोग्राम पढेपछि जान्नु पर्ने नै हो। डिफ्रेन्ट टाइप अफ अपरेटर्स इन सी। अपरेटर्स कस्तो खालको अपरेटर्स सी प्रोग्राममा युज हुन्छ यो पनि हेरिराख्ने। पोइन्टर सी हेर्ने। एरेन स्ट्रक्चर इन सी। एरेन स्ट्रक्चर त एकदमै हेरी इम्पोर्टेन्ट हो सी प्रोग्राम गर्ने हो यदि फाइनल एक्जाममा हो भने। यसै गरी हाम्रो ई नम्बरमा छ फाइल ह्यान्डलिङ। फाइल ह्यान्डलिङ त नर्मली आइ नै रहेको हुन्छ अर क्वेसनमा। हाम्रो सी प्रोग्राम या फाइल ह्यान्डलिङ भनेर आइरहेको हुन्छ, सी प्रोग्रामको फाइल ह्यान्डलिङ गर्ने। यसमा रिड मोड, राइट मोड र एपेन्ड मोड भनेर आएको हुन्छ। यो तिनटै त्यस्तो भास्ट केही पनि छैन, सजिलै छ तिनटा हेर्ने। यदि तपाईँलाई आउँदैन भने कमेन्टमा पनि भन्न सक्नुहुन्छ, म यो प्रोग्रामबारे पनि केही लिएर आउँछु। लोजिकल क्वेसनहरू पनि नर्मली हेर्न सक्नुहुन्छ। अनि च्याप्टर 4 मा आउने भनेको नर्मली एरेन स्ट्रक्चर इन सी भनेर सी प्रोग्राम आउने गर्दछ। अनि हाम्रो फाइल ह्यान्डलिङ अर क्वेसनमा आउने गर्दछ। अरू त्यस्तो भास्ट नहेर्दा पनि हुन्छ। नर्मल्ली टपै गर्ने केही गरेछ भने यो टपिकहरू चाहिँ छुटाउनु हुँदैन है त। अनि च्याप्टर 5 मा रहेको छ प्रोसिड्युरल ओरिएन्टेड प्रोग्रामिङ, POP भन्ने चाहिँ यो पनि इम्पोर्टेन्ट आइरहेको हुन्छ। POP, वाट इज POP नर्मली आइ नै रहेको हुन्छ। अनि हाम्रो सिस्टम एनालाइसिसको रोल्स एन्ड रेस्पोन्सिबिलिटिज पनि कहिलेकाहीँ सोध्न सक्छ। यो हल्का हेर्ने, छोड्दै नछोड्ने टपिकमा पर्छ। अनि वाटरफल मोडल चाहिँ इम्पोर्टेन्ट हो है त्यसबाट। वाटरफल मोडल इम्पोर्टेन्ट हो। वाटरफल मोडल, स्पाइरल मोडल भनेर सोधेको हुन्छ। यो कुराहरू चाहिँ अलिकति डायग्रामसँगै एक्सप्लेन गरिराख्दाखेरि राम्रो मार्क्स आउने गर्दछ है त। फेसिबिलिटी स्टार्ट भनेको छ, यो पनि हल्का हेर्दा राम्रो। यसबाट इम्पोर्टेन्ट भनेको POP र मोडल्सहरू, वाटरफल मोडल, स्पाइरल मोडल हो है त। लास्ट च्याप्टरबाट आउने भनेको रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजीबाट आउने भनेको नर्मली यसबाट भनेको फ्री राइटिङ बेस्ड टाइपको आउँछ। फ्री राइटिङ या नर्मली हामीले हाम्रो क्रिएटिभ माइन्डले लेख्ने कुराहरू, रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजीको बारेमा लेख्ने कुराहरू आउँछ। यसबाट इम्पोर्टेन्ट भनेको क्लाउड कम्प्युटिङ, क्लाउड कम्पोनेन्टको कन्सेप्ट, एरिया, एप्लिकेसन एरियाज, एडभान्टेज र डिसएडभान्टेज हो है त। अनि हाम्रो अर्को भनेको कम्प्युटर क्राइम या साइबर क्राइम पनि एकदमै इम्पोर्टेन्ट छ। ई कमर्स, ई लर्निङ, ई मेडिसिन, ई गभर्नेन्स पनि मजाले हेर्ने र AI हेर्ने। यसबाट त्यस्तो गाह्रो कुराहरू केही पनि छैन, यो एकदमै सजिलो। र यसबाट जम्मा 5 मार्क्सको एउटा मात्र क्वेसन आउँछ। यति हेर्नु, यो फिक्स हो। यति मलाई गाह्रो छैन, एकैछिनमा यो सकिहाल्ने टपिक हो। अब अन्त्यमा भन्नुपर्दा तपाईँहरूलाई मैले 11 कक्षाको कम्प्युटर साइन्सको फिक्स क्वेसन चाहिँ एकदमै, त्यसमा चाहिँ एकुरेट आउने फिक्स क्वेसन, 100% आउने क्वेसनहरूको मैले एक्सप्लेन गरेको छु। त्यो चाहिँ तपाईँले प्रोफाइलमा गएर या डिस्क्रिप्सनमा भएको लिङ्कबाट गएर हेर्न सक्नुहुनेछ। यसै गरी तपाईँले कक्षा 12 को अरू कुनै पनि सब्जेक्टको ट्युटोरियलहरू चाहिन्छ या लास्ट अब वान सर्ट भिडियोहरू चाहिन्छ भने चाहिँ तपाईँले कन्ट्याक्ट या कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँलाई यसै गरी कम्प्युटर साइन्सको फिक्स क्वेसन गरे अनुसार तपाईँलाई कुनै पनि सब्जेक्टको इम्पोर्टेन्ट क्वेसनहरू या फिक्स क्वेसनहरू मोस्टली लास्ट आवर
प्र्याक्टिस क्वेसनहरु चाहिन्छ भने तपाईले कमेन्ट गर्नुहोला। र तपाईलाई यो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नुहोला र तपाईले यो भिडियोमा नबुझेको कुराहरु केही छ भने तपाईले नर्मली कमेन्ट गर्न सक्नुहुनेछ। यति भन्दै तपाईहरुमाझ म छुटिन चाहन्छु। ज्ञान यात्रा तपाई सधैं तपाईको साथमा रहनेछ। ज्ञान यात्रा युट्युब च्यानल। Subscribe for more update.